ओ नमस्कार। मान्छे आएर किन नलगाएको त एउटा त लगाऊ न चिनानी अहिले आउँछ लगाएर यहाँ लगाऊ कस्तो गर्यो?
परिवारको एउटा धरोहर व्यक्तित्व आदरणीय बुवा ज्येष्ठ नागरिक 103 वर्षीय हाम्रो आदरणीय बुवा योरो तमलाई सर्वप्रथम उहाँको यो आसन ग्रहणको निमित्त हामी विनम्र अनुरोध गर्न चाहन्छौँ। कृपया तालीले उहाँहरूको यो आसन ग्रहणलाई स्वागत गरिदिनु होला। त्यसै गरी आदरणीय बुवा खम्बुटु दमु उहाँ पनि 92 वर्षमा अहिले प्रवेशमा छ। आदरणीय बुवा खम्बुटु दमुलाई पनि यो आसन ग्रहणको निमित्त म हार्दिक अनुरोध गर्न चाहन्छु। त्यसै क्रममा हामीले यहाँनिर विगत 3 वर्षबाट हामीले यहाँनिर यो सम्मान कार्यक्रम 84 वर्ष 80 वर्षभन्दा माथिका हाम्रा ज्येष्ठ नागरिकहरूलाई व्यक्तित्वहरूलाई आमा बुवालाई हामीले आदरणीय भाउजू 83 वर्षको हाम्रो वसन्तमा हुनुहुने हाम्रो आदरणीय 83 वर्षमा हुनुहुन्छ आदरणीय आमा पूर्णश्री तमुसेलाई पनि म यहाँ नभए तापनि त्यसै गरी यसै क्रममा आदरणीय दाई आदरणीय बुवा हामीले उहाँलाई यो भन्दा अघिल्लो वर्ष नै सम्मान गरिसकेका छौँ। आदरणीय दाई पदम सिंह तमुलाई पनि हामी यहाँनिर आसन ग्रहणको निमित्त हार्दिक अनुरोध गर्न चाहन्छौँ। यसै क्रममा आदरणीय आमा हाम्रो चेलीबेटीहरूलाई सम्पूर्णलाई आफ्नो यथास्थानमा आसन ग्रहणको निमित्त हार्दिक अनुरोध गर्न चाहन्छौँ। त्यसै गरी हाम्रो भेनाजुहरूलाई त्यसै गरी हाम्रो सम्पूर्ण ज्वाइँहरूलाई त्यसै गरी सम्पूर्ण आमन्त्रित व्यक्तित्वहरूलाई र सम्पूर्ण टुलहरी परिवारका हाम्रा सदस्य आदरणीय बुवा आमा दाजुभाइ दिदीबहिनीहरू हाम्रो आदरणीय भाउजूहरूलाई यथास्थानमा आसन ग्रहणको निमित्त समुद्घाटनको निमित्त हाम्रो आदरणीय 103 वर्षीय हाम्रो धरोहर व्यक्तित्व आदरणीय बुवा योरो तमुको हातबाट यो ब्यानरलाई तर उगारेर समुद्घाटनको निमित्त म हार्दिक अनुरोध गर्न चाहन्छु र यहाँहरू सम्पूर्णले जोरदार तालीले हाम्रो यो समुद्घाटन कार्यक्रममा सरिक भइदिनुको निमित्त म हार्दिक अनुरोध गर्न चाहन्छु। आदरणीय बुवालाई धेरै धेरै धन्यवाद। हामी वास्तवमा एकदमै सौभाग्य हौँ। यस अर्थमा हाम्रो आदरणीय बुवा उद्घाटन गर्न पाउनु हाम्रो एउटा सौभाग्य पनि हो। हामी सधैँ उहाँहरूको यसरी नै आशीर्वादले हाम्रो टुलहरी परिवार यसरी नै सधैँ उहाँहरूको आशीर्वादले यस्तो प्रोग्रामहरू गर्न पाऊँ र यस्तै कार्यक्रमहरूमा सरिक हुन पाऊँ र सधैँ चेलीबेटी हाम्रो टुलहरी माइती परिवारमा हाम्रो सधैँ यसरी खुसियाली छाओस्। विदेशबाट यहाँ आएको मौका पारेर नै हामीले यो कार्यक्रम छिटो नै सञ्चालन गऱ्यौँ। सर्वप्रथम अब आउने आइरहेका छौँ। नमिठै भए पनि मिठो गरेर खाइदिनुहोस्। सर्वप्रथम हाम्रो सबैको बाबा, मेरो मात्रै होइन सबैको बाबा उपस्थित हुनुभएको छ। त्यसमा सेकेन्ड बाबा खम्बु उपस्थित भइरहेको छ र त्यसै क्रमले हाम्रो पुरानोहरू सबै यहाँ मञ्चमा उहाँ बोर्डमा नजान्ने मान्छेले पनि नबुझ्ने मान्छेले पनि सबैले बुझेकै छ। तर नबुझ्ने हाम्रो भर्खरको बालखाहरूले पनि बुझ्नु पर्यो। त्यो के अरे टोँड पर्नेतिर मात्र जाने होइन कि सबैले बुझ्नु पर्यो हाम्रो कर्तव्य के हो। अहिले हामीलाई अहिले कुन धर्मले कसरी गरिरहेछ तपाईँले मानिल्याउँ
एउटा कुरा तपाईँको धर्म के हो भन्यो भने चाहिँ हामी त लेब्रे हो भन्ने पनि रहेछ क्या यहाँ त होइन। हाम्रो धर्म भनेको वन धर्म हो है। धर्म सोध्ने बित्तिकै हाम्रो पहिचान धर्म भन्ने नि हाम्रो वन धर्म हो। वन धर्म कसरी भनिन्छ भने हामी प्राकृतिक पूजा, हामीले सिमी भूमि सेल्दो नल्दो प्राकृतिक जुनै चिज पनि हामीले प्राकृतिकको कुरोमा गरेको हुन्छ। त्यसले गर्दाखेरि त्यो चाहिँ अलिकता सबैले ख्याल गरिदिनु पर्यो। तेस्रो नम्बर कुरा म के भन्न चाहन्छु भने हामीभित्र कति कमी कमजोरी होला र आजसम्म म के भन्न चाहन्छु भने अब म भन्ने कुरो त थियो तर भन्दा पनि भन्ने शैली मेरोमा छैन। र अघि नै हाम्रो डाउन भाइले भने जस्तै हामीले अरू बेला त उता पुस 15 गरिन्थ्यो तर पुस 15 नगरेको कारण किनभने कोही बेला अप एन्ड डाउन भइरहेको हुन्छ। त्यसले गर्दाखेरि त्यो कुरो तपाईँहरूले अन्यथा नलिनुहोस्। कोही बेला कतै लाने कोही बेला कतै ल्याउने तपाईँहरूले अन्यथा नलिदिनुहोस्। र हाम्रो खास लोसार चाहिँ पुस 15 मा हुन्थ्यो तर पुस 15 मा आउन अझै 2-3 महिना त छ र 2-3 महिना भए तापनि अग्रिम शुभकामनाको साथ र सबैलाई आशीर्वाद दिँदै तल लगाउँ छेदो हिँडौँ प्योदो सार्दम रोदो ट्रसौँ पार्दो खाँसिरी क्या स्याने धोवे छेदुल खानु लोने हिँडे छेदुल खानु ढुने नभए छेदुल खानु झ्याउने टुबे छेदुल खानु खेपुई छ मागी छ छरिवे छेदुल खाँसिरी भी खाबे नभए ददु छबे ददु ताम छाबा छामदारी भी त्यसले तिमी 100 जना भयो भने अर्को साल चाहिँ 150 जना हुनु पाओस्। त्यसो चाहिँ हाम्रो यसरी बढ्दै जाओस् भन्दै मेरो यो जानी नजानेको दुई शब्द यहाँ अन्तर गर्न चाहन्छु। दिदी बहिनी विवाह खुबो बधाईमा पाँचजना आशो ढोम्बु गाइम्बोमा कोही आम्बोमा कोही जयमा यहाँ पालमा चौमा मुईमा गाई पाँच सुरुमा पान गित्रब गरौँ ये बिहेले खुसी भो क्यामा सन्दो माथिकन कि छाउले क्यामा पान गित्रब जोर थिए पलाउँदै पानीमा भन्ने बाँच्नु खम्बु गरौँ जडाम पलाउँसिङ गरौँ सबैलाई सेवा ढोग नानी खुजलाई सेवा ढोग सबै टुलहरू परिवारलाई मेरो तर्फबाट जो छैन अनुसार कोहीलाई सेवा ढोग यहाँ बोलाएर मात्र आएको हो। हामीले पाएको अनुसार यो सबै राम्रो भयो, सबै खुसी छ। यो हाम्रो टुलहरू परिवारलाई हाम्रो लेसौँदी फिसौँदी खोसौँदी सिसौँदी आए छापा छाम लड़िए लेने चोरिए पिने चोरिए कोने चोरिए सीने चोरिए गोने ब्रह्म गोए मेघो छिचल गए शारजू लोजू नौजू मुनोनेल होंग खाए मोहनेल होंग खाए क्या परफुमी न्योरी च थारू च पनगेव च हेतु च मैंने टोलन खाने सोलन खाने खागी महंगी उंगी पिंगी चागी चुगी पोंग खाए मुबे सेरा खटुबे छतुल खाए मुबे नौरा खटुबे निर्तल खाए खर्च सौरा टोकेल खाए सिंजा सौरा लड़बो खाए कोई छुदा फ्रुंग खाए फ्रिंग यदा म्याल खाए छुदा फ्रुंग तदा पाल खारे बे तो सौर भी सूर्य दली पार्दो होंदो क्योरा बर्फी वाला रुद्र दली होए बे के शाने चोबे छतु तो लोना रुबे छतु तो धुने नाबे छतु तो चने चोबे तो से राबे छतुरी बे वरबाम शोरतुल खानो घरबाम फिर तो खानो तो ये यारा शेम है ज्यादा परमिशन मादु क्यों है क्या तमने सूर्य हो शादी पावर रे तो कोई चु पाव पूरी चार बन हो पावर रे अर्बम नुलाई पावर रे म केदु त्यो जे संभव ल्याउन पावर रे जो सबै नुलाई पावर रे कोई प्याकुरो पावी जो पाजंगलको जो फाइमा क्यों देउदै पावर रे जो कोरो बिन्दी बसनी सिगल गरी भद्रकाली तो 12 थान गीता मंदिर सबै मनोकामना मंदिर देवी देवता या सब फली पावलर विज्ञान छाबा छामदारी में हमें नबातो तो छबातो तो या छोड़ पल्यातो तो नोंदा नोंदो फाजा नोंदो पुनिदा नोंदो शुदा नोंदो प्राय 5 साल खानो गैनी छाल खानो कोई कई छाल खानो टीने छाल खानो हापल खानो हिपल खानो नैना फ्रेंदो सोने चोतो
Quam Vedu, Kum Vedu, Rapadaja, Paidase, Disase, I very sorry, Shala Hanibe, Chamba, Chandas, two Lori Puriwara, Surbe Kavi, Joima, Jenny Getima, Nan Chamba, Chandari, Habe Navato, the Sabato, the Look. Lay Tantu Karnam, Kemo Japri, Suna, the Joy, धन्यवाद आदरणीय हिमालजीलाई उहाँहरूबाट सदा हामी आशीर्वादको हामी सदा खाँचो रहिरहनेछ आशीर्वाद नै हामी सदा खुसी रहौँ हामी यही कामना यही आग्रह यही अपेक्षा गर्न चाहन्छौँ आदरणीय आमा पूर्णश्री तमुसेलाई पनि हामीले यहाँनिर सम्मान कार्यक्रम जोडेको थियौँ अलिकति दुःखद भनौँ उहाँ अलिकति अस्वस्थको कारण यहाँ हाम्रो केही खुसियालीहरू बढ्न पाऊँ हामी अनुरोध गर्न चाहन्छौँ र हामी हाम्रो भोज कार्यक्रममा यहाँबाट मैले जुन सम्मानित हुने एउटा शुभ अवसर पाएको थिएँ यसको त्यो सँगसँगै हामीले यसरी नै सायद यो सम्मान कार्यक्रम यसरी जोडिरहँदा हामी आफैमा एउटा सौभाग्यको कुरो हो न यो सम्मान कार्यक्रम कुनै पैसाले किनेर ल्याउन सकिन्छ न कसैले दिएर पनि मिल्छ न हामीले जबरजस्ती बलजबस्तीले एउटा भाग्यले जुडाउने कुरा पनि हो यसलाई हामीले कहिले कदापि घुमाउन नदिउँ अथवा यो गर्नु हाम्रो अलिकति गलत हुन सक्छ भन्ने हिसाबले र यो सम्मान भन्ने व्यक्ति यो सम्मान पत्र प्रदान गरिदिनको लागि हाम्रो टुलौरी परिवारका आदरणीय बुवा यो टु तमुको बाहुल्यबाट यो सम्मान पत्र प्रदान गरिदिनको निमित्त म हार्दिक अनुरोध गर्न चाहन्छु आदरणीय भाउजू इन्द्र सायद सबैले इन्द्रै भनेर चिन्नुहुन्छ म चाहिँ मनसिरी तमुस्यो भनेर चिन्छु आदरणीय भाउजू र त्यसै गरी एम बहादुर टु तमुलाई पनि साथमा उहाँलाई सम्मान पत्र यहाँनिर हामीले प्रदान गर्न गइरहेका छौँ र यो सम्मान पत्रको निमित्त म आदरणीय बुवा यो टु तमुलाई म हार्दिक अनुरोध गर्न चाहन्छु र आदरणीय दाई डम्मल बहादुर टु तमुलाई यो माला लगाइदिएर उहाँलाई सम्मान व्यक्त गरिदिनु हुन म अनुरोध गर्न चाहन्छु र म यो हाम्रो यो सम्मान पत्रलाई म यहाँनिर सरस्वती यहाँहरूमा पढेर सुनाउने एउटा अनुरोध गर्न चाहन्छु यो सम्मान पत्रको व्यवहार यसरी छ टुलौरी परिवार सिग्लेस ताङदिन थाक च्याङलुङ को हाम्रो परिवार पोखरा कास्की नेपाल सम्मान पत्र तमु लोसा 2073 को पावन अवसरमा टुलौरी परिवारद्वारा आयोजित चेलीबेटी भोज कार्यक्रममा सिग्लेस स्थायी ठेगाना भई पोखरा 12 माटीपानी निवास हस्पिटल युकेमा कार्यरत यस परिवारका सदस्य श्री मनसेरी तमुस्य इन्द्रले विगत लामो समयदेखि युके जस्तो ठाउँमा नर्सिङ क्षेत्रमा कार्यरत रही आफ्नो कार्यकुशलता कार्यदक्षताले मेनस्टोन गभर्नमेन्ट हस्पिटलमा यसै वर्ष वार्ड म्यानेजर जस्तो महत्त्वपूर्ण पद ग्रहण गर्न सफल हुनुभएकोमा उहाँको सफलताप्रति उच्च मूल्याङ्कन गर्दै आगामी दिनहरूमा उहाँको सुख समृद्धि एवं सुख स्वास्थ्य दीर्घायु एवं र उत्तरोत्तर प्रगतिको कामना सहित यो सम्मान पत्र प्रदान गर्दछौँ मिति 2073 कार्तिक 4 गते टुलौरी परिवार सिग्लेस ताङतिङ थाग च्याङलुङ भनेर यो सम्मान पत्र यहाँनिर यसरी छ यो सम्मान पत्र प्रदान गरिदिनको लागि म आदरणीय बुवालाई अनुरोध गर्न चाहन्छु र यहाँहरू सम्पूर्णले कृपया जोरदार तालीले यो सम्मानमा साथ दिइदिनु होला साथ दिइदिनको लागि हार्दिक अनुरोध गर्न चाहन्छु एम बहादुर तमु र आदरणीय भाउजूले यहाँनिर सम्मान व्यक्त गर्न चाहन्छौँ सदा उहाँहरूको उत्तरोत्तर प्रगतिको कामना गर्न चाहन्छौँ
रहेर म्यानेजर जस्तो पद पाउनु भनेको एउटा एकदमै सम्मानित पेसा हो। उहाँको यो सम्मानको निमित्त हामीले मनन गर्दै यहाँनिर उहाँको यो सम्मान गऱ्यौँ। आगामी दिनहरूमा हामीले यस्तै व्यक्तित्वहरू हाम्रो परिवारमा यस्तै व्यक्तित्वहरू प्रत्येक बरु हामी र पनि एउटा सौभाग्यले जुराउने कुरा हो त्यो। तैपनि हामीभित्र त्यस्तो कुनै त्यस्तो व्यक्तित्वहरू सम्मानित व्यक्तित्वहरू छ। सबैलाई आशीर्वाद बुवालाई यो शुभ आशीमालाको लागि यहाँको यो शुभ आशीमाला सदा हाम्रो दिदीको नाम के रे? आइशोभा।
हाम्रा आदरणीय बलबहादुर टु तमुज्यूको परिवारबाट रु 50,000 रुपियाँ सहयोग भइसकेको यहाँलाई जानकारी गराउन चाहन्छौँ। र त्यसै गरी हाम्रो आदरणीय दाजु नन्दजङ गुरुङ र चिज कुमारी गुरुङ भाउजूको परिवारबाट रु 50,000 रुपियाँ सहयोग भइसकेको छ। हामीले उक्त रकम यहाँनिर समावेश नगरिकन पूर्व हामीले उहाँबाट भइसकेको कुरो यहाँलाई जानकारी गराउन चाहन्छु। बनाउनको निमित्त खटिराख्नुभएका आज हाम्रो यो माझमा हाम्रो यो चेलीबेटी भोज कार्यक्रममा उहाँ पनि उपस्थिति हुनुहुन्छ। आदरणीय दाई एकजङ गुरुङलाई पनि सँगै यो सहयोग रकम ग्रहण गरिदिनुको लागि म अनुरोध गर्न यो मञ्चमा आइदिनुको लागि अनुरोध गर्न चाहे। सँगसँगै अहोरात खटिराख्नुभएका आदरणीय दाई दुर्गाबहादुर गुरुङ उहाँ तीनजनाकै हातमा हामीले यो सहयोग रकम यदि हस्तान्तरण गर्न पाएको आज यो मौकामा यहाँहरूले कृपया जोरदार तालीले उहाँलाई स्वागत गरौँ र धन्यवाद दिउँ हाम्रो सम्पूर्ण परिवारका सदस्यज्यूहरूलाई। रकम हामीले यहाँनिर एकदम खुसीको कुरा हो तौदी भएकोलाई र हामीले यति ठुलो रकम सायद आउनेको बेला हामी यहाँनिर यो हस्तान्तरण गरिरहेका छौँ। यहाँसम्म पालिदिनु भएको छ, यसको निमित्त उहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छौँ। अझै हामीले सकेको खण्डमा भौतिक नैतिक र तन मन ध्यानले तौदी भोइलाई अझ आगामी दिनहरूमा सहयोग गर्ने नै छौँ उहाँलाई भन्दै उहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छौँ।
ल ल ठिकै छ अलिकति फेरि डर लाग्दो रहेछ पैसा भन्ने बित्तिकै आइदिएपछि 20,000 फेरि आएको ठाउँमा फेरि ल यहाँनिर हाम्रो आदरणीय दाई यमबहादुर गुरुङ र अघि जुन हामीले सम्मान गरिसकेका छौँ आदरणीय भाउजू मनश्री गुरुङको दुईजनाको तर्फबाट हाम्रो चेलीबेटीहरूलाई एउटा युकेबाट यो सानो कोसेली लिएर आउनुभएको रहेछ कृपया उहाँले आजको यो कार्यक्रममा यहाँलाई यो कोसेली दिने उहाँले जुन जमरको एउटा सोच बनाउनु भएको रहेछ तसर्थ यो सहयोगको लागि जुन कोसेली भन्न रुचाउँछौँ हामी यो कोसेली ग्रहणको निमित्त आदरणीय दिदी इन्द्र कुमार नानी कुमारी गुरुङजीलाई म मञ्चमा अनुरोध गर्न चाहन्छु आइदिनको लागि अनुरोध गर्न चाहन्छु यमबहादुर गुरुङ र आदरणीय भाउजू इन्द्र गुरुङबाट यो कोसेली यहाँनिर प्रदान भएको छ चेलीबेटीलाई खुवाउने भने त घरबेटीले खाना लगाएको छैन बिचरा हेर भोगले यहाँ एउटा टङ पनि दिनु न टङ दुईवटा टङ चाहियो दुईवटा टङ के किन ड्रेस चेन्ज गरेर डान्स गरेको कहाँ गरेको बाहिर
저점에 난매단 쇼로 저점에 난 쇼로 कस्तो लाबा नाच नाच कस्तो रहेछ छोरेर नाचेको नाच 쇼 खैतैरो खाइमु धेरै ढिलो भयो भनेर त्यो भनेको सुन्नुभएको छ नि एकदम परसम्म ओके ल यहाँनिर हाम्रो चेलीबेटीहरूको नाम नहेरिकन थोकिदिनु होला फेरि यहाँ चाहिँ नि हाम्रो एकजना चेलीबेटीको नाम यहाँनिर छ जो कसैमा बुद्धि कुमारी गुरुङ बुद्धि कुमारी गुरुङ कृपया उठिदिनुहोस् है आरे आरे ल यो खाली परेको छ है त्यहाँ बस त्यहाँ रोज कुमारी गुरुङ रोज कुमारी गुरुङ रोज कुमारी गुरुङ हुन्छ एकैछिन त्यहीँ बस्नु त्यहीँ बस्नु होला पुरस्कार यदि परेको खण्डमा तपाईलाई हामी यहीँबाट नाम पुकारेर पुरस्कार लिनको लागि हामी अनुरोध गर्छौँ है यो चाहिँ अब यहाँ चाहिँ पुरस्कार खोल्नै लाग्छ के पर्यो है यसमा पनि खाली परेको छ परे जस्तो छ कि नपरे जस्तो छ है यसमा पनि खाली रहेछ पक्कै हो भेनाज्यू हो ल यो त एकदम गरुङको भएर आज उचाल्नै सकिरहेको छ चाँदीको पुरस्कार छ यसमा चाहिँ खाली परेको फेरि सरी आफै आयो हो त्यो दि शान्ति गुरुङ हाम्रो दिदी हो ए ल एकचोटि उठिदिनुहोस् यहाँ पुरस्कार छ होला सायद उठेर बस्दिनु होला है ओहो के हो यो पछि भन्न मलाई हुन्छ हुन्छ एकदम सफा रहेछ ए तेरो खाली रहेछ ल अर्को नाम फेरि अर्को वर्षलाई पक्का ल हाम्रो दिदीलाई कुमारी गुरुङ बी है यहाँ ए बी आइने कुमारी गुरुङ भन्नाले हामीले ए बी छुराएको छ बीमा चाहिँ नि हाम्रो सानो कुमारी तपाईँ ए सायद कुमारी गुरुङ सरी सानो मन नगर्नु होला है तपाईँहरू अर्को वर्ष पक्कै पाहाड दिन्छ हामीले होइन छ यत्रो चाँदीको पुरस्कार राखिरहेको छ हामीले त्यो त गरुङको हुने भयो सायद अलिक तल जरामा छ अलिक खुरालो जस्तो भयो नाम आयो फेरि राधा गुरुङको है राधा गुरुङ दिइ आयो ए ल उठिदिनुहोस् दिदी हाम्रो दिदी एकैछिन उठेर बस्दिनु यहाँ पुरस्कार पऱ्यो भने त आउनु पऱ्यो नि फेरि बस्नुपर्छ एकछिन उठिदिनुहोस् ल हाम्रो राधा दिदीलाई चाहिँ नि पुरस्कार हजुर अलि राम्रोसँग हजुर खाली रहेछ कुनमा गरिदिउँ मेरो होइन त्यो चाँदी पुरुष अलिकति घोट दिनुहोस् भाउजू अलिक तल वेट भयो होला हजुर मलाई त त्यो एसएमएस पाउन है आएको छ यहाँ गुरुङ शुभ पदम शुभ गुरुङ अरे वाह पदम शुभ गुरुङ होइन हो यहाँ त्यो त चिन्नु पर्यो फेरि पदम शुभ गुरुङ हामी गयो होइन यो चाहिँ क्लियर हुनु पऱ्यो फेरि तेरो लेट गइहाल्छ तेरो पुरस्कार ल बहुत नजिक आइपुग्यो
चुनी गुरुङ ल यो समाधान छ यहाँ पुरस्कार पढ्न सक्छ ल ओ एकदम खोल्नै गाह्रो भयो अलिकति यता ल हात पनि कामिरहेछ है कहाँ त्यस्तो यहाँ चाहिँ निलो अक्षर देख्यो त होइन होला खाली पछाडि फेरि है अगाडि चाहिँ पुरस्कार रहेछ ल पुरस्कार छ चुनी गुरुङ कृपया यहाँ आइदिनु होला एकछिन है त चुनी गुरुङ ए नाम कहाँ लाग्यो चुनी ल एकैछिन है यहाँलाई यो क्लियर गरौँ कि हाम्रो यो 3वटा पुरस्कार चाहिँ नि हाम्रो आदरणीय बुवा यसपालि चाहिँ नि हाम्रो बुवाले चाहिँ नि स्पोन्सर गर्नुभएको छ यो 3वटा पुरस्कार आदरणीय बुवा योरो 2 तमुले हाम्रो अस्ति जुन धेरै धेरै धन्यवाद हाम्रो यो पुरस्कार सौजन्य गरिदिनु हुने हाम्रो आदरणीय बुवालाई ल तेरा मारिया कुनी ताइ ल यहाँहरुको नाम फेरि आयो कृष्ण गुरुङ ल हाम्रो कृष्ण छोरीलाई पुरस्कार यहाँ खोल्न लागेको छ तपाईहरु यसो डाउट मान्नु पर्दैन है पछाडी हेर्नुस् त हामीले यसरी सेक्युरिटी गार्ड राखेर यहाँ पुरस्कार गरिदिन्छ ओहो पुरस्कार हो यो पुरस्कार परेको छ के भन्दा खाली अर्को साल है त चीज कुमारी हैन कसैले चन्द्रकुमारी हाल जा चन्द्रकुमारी अरे अब जा चन्द्रकुमारी अब जा ल भुस ओहो यहाँ छिटो गर्नुपर्छ यहाँ पुरस्कार आइसकेछ ल ठिकै छ भुसलाई पनि मेरो यो रेगतिर भुस अर्को नाम के छ भन्दा ध्वजमाया गुरुङ हाम्रो ध्वजमाया गुरुङ पक्कै पर्छ नेक्स्ट पुरस्कार पुरस्कार पहिले पुरस्कार ल तपाईले हेर्नुस् त बुझे सेले गई ढुदन तयार दो वा किसै पयाको ल यो पुरस्कारको लागि हाम्रो दुर्जामाया दिदीलाई यहाँनिर एउटा पुरस्कार परेको छ हुन्छ त्यही दुःख नदिउँ होला हाम्रो आदरणीय बमको हातबाट यो पुरस्कार प्रदान गर्दै हुनुहुन्छ र कृपया ताली बजाइदिनुहोस् न तपाईहरुकै केही नाम पुरस्कार आउनुहुन्छ ल स्योर अब हाम्रो दिदीको नाममा फलाना दिदीको नाम ल गुरुङ कति धेरै कुमारी हाम्रो है कुमारी पदम कुमारी गुरुङ भइसकेको छ चार्ज कति पुरस्कार परिहाल्यो नि त यी खाली भइसकेको छ कसको नाममा भन्दा मनिका नाम मनिका कस्तो नाम हालो जा मनिका पूर्णिमा हाल बिना मुनाहरुको रंग हाल जा मुनाहरुको रंग ल चिन खालको होला पुरस्कार पढिदिएलाई आइ पढ्दिम ल अरे बाप रे ल पुरस्कार परेको छ अर्को साललाई अहिलेलाई खाली उहाँको मन्चुको आमाले यहाँ पुरस्कार ग्रहण गर्दै हुनुहुन्छ हाम्रो आदरणीय यो हेर्नुहुन्छ जोड रागले उहाँले पुरस्कार प्रदान गर्नुभएको छ उहाँ चाहिँ 1 2 3 4 4 गुणा 8 8 गुणा
हुँदै उहाँको उमेर हामी सधैँ हाम्रो उहाँको आशीर्वादले उहाँको मायाले यसरी हमेसा पुरस्कार आएन नामै आएन उहाँलाई धेरै धेरै धन्यवाद पुरस्कार सौजन्यको लागि फिनिसिङ अघिको त चाँदीको भएर पो गर्नु भयो त अब त यो त गौरव लिइदिनु होला यो झ्याल तोसँग त्यो एउटा वातावरण बन्ने थिएन सायद हामीले त्यही वातावरण बनाउनको लागि मात्र हो पुरस्कार पाउनु हुने सम्पूर्ण हाम्रो चेलीबेटीहरू एकचोटि उठिदिनुहोस् त हाम्रो दिदी पुरस्कार पाएपछि त अब दुःख गर्नुहुन्छ नि भएर सुनिराख्नु एउटा सांस्कृतिक वातावरण बनाउनको लागि हामीले तपाईँहरूलाई गत वर्षबाट नै तपाईँहरूलाई एउटा उत्कृष्ट वेशभूषाको लागि हामीले यहाँनिर पुरस्कार दिँदै आइरहेका छौँ उक्त पुरस्कारको सौजन्यकर्ता हाम्रो डम्बर बहादुर टुतमो दुईटा डम्बर छ फेरि ठट्टु भन्नु ठट्टु दाइले भन्नु ल तिमी यसलाई हामीले त नलिदिनु होला दाइले भन्नु बोलाउनु यहाँ ढोटु बोलाउनु पक्कै पनि यो भन्दा ठुलो उहाँहरूको यो हौसलाको लागि धेरै ठुलो ताली बजाइदिनु किनभने यो एकदमै फरक खालको एकदमै राम्रो खालको यो पुरस्कार हो उहाँले सक्नुभयो भने सम्भवतः यो भन्दा पनि अर्को साल यो भन्दा ठुलो पुरस्कार दिनुहुन्छ गर्नुहुने हाम्रो सेलिब्रिटी चेलीलाई चाहिँ अग्रिम बधाई एवं शुभकामना किनभने यो विशेष खालको पुरस्कार हो हामीले पुरस्कार चाहिँ हाम्रो अघि नै मैले उद्घोष गरिसकेँ हाम्रो टुलहरीभित्र एउटा सांस्कृतिक टुलहरूलाई त्यो धेरै ठुलो श्रेय दिनुपर्छ हाम्रो डम्बर टुतमो आदरणीय दाइलाई किनभने उहाँले यति ठुलो पुरस्कार सौजन्य गरिदिनु भएको छ उहाँको लागि कृपया जोरदार ताली एकचोटि हामी उहाँलाई सम्मान गरौँ अनि यो पुरस्कार पाउने हाम्रो चेलीबेटीहरूबाट हाम्रो जजहरूबाट चाहिँ नि मलाई यहाँ नाम आइसकेको छ मैले खोलिसकेँ तपाईँहरूको अगाडि अब यहाँ छ अब यताबाट फुर्किन बाँकी छ अब सायद को पर्यो होला यहाँले पनि अलिकति अन्दाज गरिसक्नु भएको छ होला किनभने हामीले यसो हेर्दा पनि थाहा हुने कुरो हो यो चाहिँ एकदमै त्यो नक्कल झक्कल त्यो होइन कि हामीले एकदमै टिपिकल खालको एउटा अलिकति कल्चरल अलिक पुरानो सांस्कृतिक वेशभूषा त्यसमा पनि त्यसलाई नछुटाइकन राम्रो मिलाएर चिटिक्क बनायो भने त्यो नक्कल झक्कल त्यस्तो चाहिँ होइन एकदम टिपिकल खालको युनिफर्मलाई ड्रेसलाई पहिरनलाई हामीले हेरेको छौँ त्यस अर्थमा फेरि हामीले मुहार मात्र होइन शिरदेखि पाउसम्मको एउटा हाम्रो जजहरूले त्यसरी हेरेको छ यसमा गत वर्ष हाम्रो अनिता छोरीले पाइसकेको थियो यो पुरस्कार यसपालि यो पुरस्कारको विजेता नै भनौँ हामीले है हुनुहुन्छ अलि अग्ली छ अलि अग्ली मोटी कस्तो दाइ मोटी ए पाउनुभयो त अलिकति मोटी दुब्ली होइन भनेपछि दुब्लीहरू चाहिँ अलिकति अप्सनबाट उस भयो जस्तो लाग्यो है अग्ली मोटी अनि त्यति गोरी पनि होइन है हाम्रो चेलीहरू हुन त त्यत्तिकै राम्रो छ सबै यहाँ त्यत्तिकै राम्रै हुनुहुन्छ त्यसै हाम्रो भेनाले लानुभएको त होइन नि म पढ्नुहुन्छ सायद यहाँले राम्रैसँग गेस गरिसक्नु भयो होला यति भनेपछि राम्रै नाच्नुहुन्छ उहाँले एकदमै राम्रै नाच्नुहुन्छ एकदमै हाँसीले एकदमै सुभाषीले भनेपछि को हुनुहुन्छ भने हाम्रो आदरणीय दिदी कुमारी गुरुङ नानी कृपया यहाँको ड्रेस युनिफर्म चिटिक्क मिलाएर हाम्रो स्टेजमा आइदिनु पर्यो हाम्रो चेलीबेटीहरूले पनि हेरौँ कि कस्तो रहेछ हाम्रो युनिफर्म साँच्चैमा कसरी मिलाएर लगाउने कुमारी तमुस्यो नानी गुरुङलाई अलिकति बिचमा आइदिनुहोस् है गोरुङले छ होला है ल
हाम्रो आदरणीय दिदी कुमारी तमुस्यो यसपालि हाम्रो त्यो लौरी परिवारको यो चेलीबेटी भोज कार्यक्रमको एउटा सेलिब्रिटी एउटा उत्कृष्ट वेशभूषामा उहाँले पुरस्कार पाउनु भएको छ। हाम्रो दिदीलाई धेरै धेरै धन्यवाद र हाम्रो पुरस्कार सौजन्य गर्दा हाम्रो सदस्य आदरणीय दाई डम्बर तमुबाट धन्यवाद हाम्रो बधाई दिदीलाई र धन्यवाद हाम्रो सम्पूर्ण आदरणीय हाम्रो चेलीबेटीहरू।